सपना सपना मात्र होइन, यो त एउटा रहस्यको सङ्केत हो। हर सपनाको एउटा छुट्टै अर्थ हुन्छ। स्वप्न रहस्यको संसारमा स्वागत छ। सब्सक्राइब एन्ड अनलक योर डेस्टिनी। आजको यस भिडियोमा सपनामा टमाटर देखिएमा के फल प्राप्ति हुँदछ भन्ने कुरा बताउनेछु। पुरा भिडियो हेर्नुहोला। सपनामा टमाटर देखिनु अवस्था अनुसारले भिन्न भिन्न फलको सङ्केत गर्दछ। यदि सपनामा सामान्यतया रातो टमाटर देखिन्छ भने यो राम्रो सपना हो। यसले आउँदै गरेको समयमा खुसी मिल्ने सङ्केत गर्दछ। सपनामा यदि टमाटरको खेती गर्दै गरेको अथवा टमाटरलाई लगाउँदै गरेको देखिन्छ भने यो राम्रो सपना हो। यसले लामो समयदेखि चलेको चिन्ता हट्ने सङ्केत गर्दछ। सपनामा टमाटर टिप्दै गरेको देखिन्छ भने यो पनि राम्रो सपना हो। यसले आफूले गरेको मेहनतको राम्रो फल प्राप्ति हुने सङ्केत गर्दछ। त्यस्तै प्रकारले यदि कुनै बिरामी अथवा रोगी व्यक्तिले टमाटर खाँदै गरेको देखिन्छ भने यो पनि राम्रो सपना हो। यसले स्वास्थ्यमा सुधार आउने अथवा रोग निको हुने सङ्केत गर्दछ। यदि सपनामा टमाटर किन्दै गरेको देखिन्छ भने यो राम्रो सपना होइन। यसले हडबडीले गर्दाखेरि आर्थिक नोक्सानी हुन सक्ने सङ्केत गर्दछ। यस्तो सपना देखिएमा सजग हुँदा राम्रो हुँदछ। सपनामा यदि आफूले टमाटर बेच्दै गरेको देखिन्छ भने यो पनि राम्रो सपना होइन। यसले आफूलाई कसैले अपमान गर्न सक्ने अथवा आफूबाट कुनै गल्ती हुन सक्ने सङ्केत गर्दछ। यस्तो सपना देखिएमा सजग हुँदा राम्रो हुँदछ। यदि कुनै गर्भवती महिलाले टमाटर देख्दछिन् भने यो पनि राम्रो सपना हो। यसले राम्रो हुने र पुत्र प्राप्ति हुने सङ्केत गर्दछ। यदि सपनामा टमाटरलाई सलादको रूपमा खाँदै गरेको देखिन्छ भने यो राम्रो सपना हो। यसले शुभ समाचार प्राप्ति हुने सङ्केत गर्दछ। यदि सपनामा हरियो अर्थात् काँचो टमाटर देखिन्छ भने आउँदै गरेको नजिकको समयमा ठुलो निर्णय लिनुपर्ने सङ्केत गर्दछ। त्यस्तै प्रकारले यदि सपनामा पहेँलो किसिमको टमाटर देखिन्छ भने शुभ समाचार प्राप्त हुने र खैरो किसिमको टमाटर देखिन्छ भने कुनै समस्याको समाधान हुने सङ्केत गर्दछ। यदि सपनामा टमाटरको बगैँचा नै बगैँचा अर्थात् जताततै टमाटर नै टमाटर देखिन्छ भने यसले पारिवारिक जिम्मेवारी बढ्ने सङ्केत गर्दछ। सपनामा टमाटरको बिरुवालाई हेरचाह गर्दै गरेको देखिन्छ भने यो राम्रो सपना हो। यसले आफूले गरेको मेहनतको फल छिट्टै प्राप्ति हुने सङ्केत गर्दछ। यदि सपनामा टमाटर खाँदा अमिलो भएको देखिन्छ भने यसले आउँदै गरेको समयमा आफ्नो धैर्यको परीक्षा हुन सक्ने सङ्केत गर्दछ। यस्तो सपना देखिएमा धैर्य भएर अगाडि बढ्दा राम्रो हुँदछ। सपनामा टमाटरलाई उबाल्दै गरेको देखिन्छ भने यसले नजिकको समयमा मानसिक चञ्चलता बढ्ने सङ्केत गर्दछ। सपनामा टमाटरको बिउ देखिन्छ भने यो राम्रो सपना होइन। यसले आफ्नो स्वास्थ्यमा समस्या आउन सक्ने सङ्केत गर्दछ। यस्तो सपना देखिएमा सजग हुँदा राम्रो हुँदछ। सपनामा आफूले बारीमा टमाटरको बिरुवा रोप्दै गरेको देखिन्छ भने यो राम्रो सपना हो। यसले आफूले चालेको काम बन्ने सङ्केत गर्दछ। सपनामा कुहिएको अथवा सडे गलेको टमाटर देखिन्छ भने यो त्यति राम्रो सपना होइन। यसले आफ्नो जीवनमा नकारात्मक अनुभव हुन सक्ने अथवा आफूबाट केही गल्ती हुन सक्ने सङ्केत गर्दछ। यस्तो सपना देखिएमा सजग हुँदा राम्रो हुँदछ। सपनामा टमाटरको जुस पिएको देखिएमा पारिवारिक सहयोग मिल्ने सङ्केत गर्दछ। सपनामा सडे गलेका टमाटर अथवा कुहिएका टमाटरहरूको धेरै थुप्रो अथवा रास आफ्नो घरभित्र देखिन्छ भने यो राम्रो सपना होइन। यसले आउँदै गरेको समयमा आर्थिक नोक्सानी हुन सक्ने सङ्केत गर्दछ। यस्तो सपना देखिएमा सजग हुँदा राम्रो हुँदछ। सपनामा टमाटरलाई प्याकिङ गर्दै गरेको देखिन्छ भने यो राम्रो सपना हो। यसले व्यापारमा राम्रो सफलता प्राप्ति हुने अथवा आर्थिक सुधार हुने सङ्केत गर्दछ। सपनामा टमाटरको अचार अथवा चटनी देखिएमा यो राम्रो सपना हो। यसले आफ्नो जीवनको समस्या सुधार हुने सङ्केत गर्दछ। सपनामा टमाटरको बोटमा पानी लगाउँदै गरेको अथवा पानी छिड्दै गरेको देखिन्छ भने यो राम्रो सपना हो। यसले नजिकको समयमा दाम्पत्य सुख प्राप्ति हुने अथवा प्रेम सम्बन्धमा राम्रो हुने सङ्केत गर्दछ।
यदि सपनामा घरको आँगनमा टमाटर नै टमाटर देखिन्छ भने यो राम्रो सपना हो। यसले आफ्नो जीवनमा सन्तुष्टि मिल्ने र नजिकको समयमा पारिवारिक जमघट हुन सक्ने सङ्केत गर्दछ। त्यस्तै प्रकारले यदि सपनामा दाल अथवा कुनै सुपमा टमाटर राख्दै गरेको देखिन्छ भने यो राम्रो सपना हो। यसले सकारात्मक सोच बढ्ने सङ्केत गर्दछ। त्यस्तै प्रकारले यदि सपनामा टमाटरको फलहरूमा कुनै किरा अथवा लाईहरू लागेको देखिन्छ भने यो त्यति राम्रो सपना होइन। यसले आफूले गरेको कामकाजमा कुनै विघ्न बाधा आउन सक्ने अथवा असहज परिस्थिति आउन सक्ने सङ्केत गर्दछ। यस्तो सपना देखिएमा सजग हुँदा राम्रो हुँदछ। सपनामा टमाटरलाई काट्दै भाँडामा राख्दै गरेको देखिएमा यो राम्रो सपना हो। यसले आफूले बनाएको योजना सफल हुने अथवा आफूले लिएको निर्णय सक्सेस हुने सङ्केत गर्दछ। सपनामा ताजा र राम्रा टमाटरहरू देखिन्छन् भने यो पनि राम्रो सपना हो। यसले आफ्नो स्वास्थ्य राम्रो हुने र जीवनमा खुसी मिल्ने अवसरहरू पनि प्राप्त हुँदै जाने सङ्केत गर्दछ। यसरी स्वप्न ज्योतिषका आधारमा सपनामा टमाटर देखिनुले अवस्था अनुसार भिन्न भिन्न फलको सङ्केत गर्दछ। पक्कै पनि हजुरहरूलाई यो भिडियो उपयोगी लागेको होला। यस्तै अरू पनि उपयोगी भिडियोहरू जान्नको लागि कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। साथसाथै लाइक, सेयर र कमेन्ट पनि गर्दै गर्नुहोला। आजको लागि बिदा चाहन्छु। हस्त धन्यवाद।